इन्टरनेट एमबीपीएस नेटसिस राउटरको वाइफाई पासवर्ड कसरी चेन्ज गर्ने? नमस्ते, म गोविन्द गैरे। आज म हजुरहरूलाई नेटसिस कम्पनीको W4 मोडल वायरलेस एन्ड राउटरको पासवर्ड कसरी चेन्ज गर्ने भनेर सिकाउन गइरहेको छु। मोबाइलमा हजुरलाई स्वागत छ। सर्वप्रथम हजुरले वाइफाई कनेक्ट गर्नु होला। वाइफाई कनेक्ट गरिसकेपछि साइडमा रहेको एरोमा क्लिक गरेर यसको आईपी एड्रेस कति छ भनेर हेर्नु होला। तलपट्टि आईपी एड्रेस देखाएको छ 192.168.1.100। अब सिधै ब्याक गरेर क्रोम ओपन गर्नु होला। त्यसपछि हजुरले यहाँ टाइप गर्नुपर्ने हुन्छ 192.168.1.254। नेटसिस राउटरमा लास्टमा 254 रहनेछ। यदि हजुरको आईपी एड्रेस 10.100 थियो भने यहाँ 10.254 राख्नु पर्थ्यो। यदि अहिले हेरेको ठाउँमा 20.100 थियो भने यहाँ 20.254 राख्नुपर्ने हुन्थ्यो। त्यो आईपी एड्रेस हेरेर गर्नु होला। लास्टमा भने 254 हुनेछ यो नेटसिसको W4 राउटरमा। त्यसपछि हजुरलाई युजर नेम र पासवर्ड टाइप गर्न भन्ने दिनेछ। प्रत्येक राउटरको युजर नेम सेम हुनेछ तर पासवर्ड भने अलग अलग हुनेछ। हजुरले राउटरको पछाडिपट्टि पासवर्ड हेर्नुपर्ने हुन्छ। युजर भने गेस्ट रहनेछ, पासवर्डमा गेस्ट रहनेछ, गेस्टसँगै @ अनि नम्बरहरू रहनेछ। हजुरले त्यो राउटरको पछाडिपट्टि हेर्नुपर्ने हुन्छ र साइन इन गर्नु होला। साइन इन गरेपछि हजुरलाई यहाँ सेभ गर्ने भनेर आएको छ र सुरुमै हजुरलाई वाइफाईको नाम र पासवर्ड चेन्ज गर्न भनेर दिएको छ। हजुरले यदि वाइफाईको नाम र पासवर्ड मात्रै चेन्ज गर्दै हुनुहुन्छ भने डाइरेक्ट यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ र सेभ गर्न सक्नुहुन्छ। हैन हजुरले वाइफाईको नाम पासवर्ड सँगै वाइफाई हाइड गर्न पनि चाहनुहुन्छ भने माथि रहेको सेटिङ भन्नेमा जानु होला। लास्टमा हजुरले हेर्न सक्नुहुन्छ पीसी भर्जन रहेको छ। पीसी भर्जनमा क्लिक गर्नु होला। त्यसपछि हजुरले राम्रोसँग देख्न सक्नुहुन्छ। अब यतापट्टि वायरलेस भन्नेमा जानु होला। वायरलेसमा आएपछि हजुरलाई यहाँ वाइफाई डिसेबल गर्ने हो कि इनेबल गर्ने हो भनेर देखाएको छ। वायरलेस स्ट्याटस हेर्न सक्नुहुन्छ। एसएसआईडीमा हजुरले आफ्नो वाइफाईको नाम चेन्ज गर्न सक्नुहुन्छ। तलपट्टि रहेको छ एसएसआईडी ब्रोडकास्ट इनेबल र डिसेबल लेखिएको छ। यदि हजुरले हाइड गर्न चाहनुहुन्छ वाइफाई हाइड गर्न चाहनुहुन्छ भने डिसेबल भन्नेमा क्लिक गर्नु होला। एपी सेक्युरिटी सिस्टम भित्र पासवर्ड भन्ने रहेको छ। यो पासवर्ड काटेर के राख्न चाहनुहुन्छ राख्न सक्नुहुन्छ र सेभ गरिदिनु भयो भने यसको वाइफाईको नाम पासवर्ड चेन्ज हुनेछ। यदि हजुरलाई सेटिङहरू बिग्रेको जस्तो लाग्छ भने लास्टमा रहेको सिस्टम टुलमा जानुहोस्। त्यसपछि फ्याक्ट्री डिफल्टमा गएर रिस्टोर गरिदिनु भयो भने सुरुमा राउटरको सेटिङ जे छ त्यही आउनेछ। त्यसै नै हजुरले मोबाइलबाट नेटसिस राउटरको वाइफाई पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। यदि हजुरलाई कुनै पनि कन्फ्युजन भयो भने कमेन्ट गर्न नबिर्सनु होला। अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यस्तै नयाँ टेक्नोलोजी भिडियोहरू हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्।